ल साथी हो तपाईहरु भन्नुहुन्छ हैन हाम्रो मनमा एउटा जिज्ञासा आउँछ हजुर कि यो कुलोबाट चाहिँ जलविद्युत उत्पादन हुँदैन रे। यो भनेको कुलो हो, यहाँ हेर्न सक्नुहुन्छ उ परसम्म पुरै उतै 1 किलोमिटर अगाडिसम्म कुलो छ यो। र यो तलको यो नदी जुन हेर्नुहुन्छ त्यही नदीको पानी यो कुलोमा चाहिँ माथि अलि एलिभेसन हाई हुन्छ नि, त्यही एलिभेसन हाई भएको कारणले यसलाई कुलोमा बनाएर त्यो पानी डाइभर्ट गरे हो। अनि यो कुलोको पानी यहाँ जम्मा हुने हुन्छ है यो। अनि यो भनेको हाम्रो स्पिलवे हो है, यो स्पिलवे हो। र यो जाली स्क्रिनिङ जाली लगाएर यो तलको यो पेनस्टोक पाइप जुन भन्छौँ नि हामी, त्यो ठेक्क यो हेर्नु पुरै पेनस्टोक पाइप। र यो पाइपको तल जुन घर हेर्दै हुनुहुन्छ त्यो घर भनेको बिजुली घर हो हैन, विद्युत घर। अनि यो भित्र चाहिँ हाम्रो डाइनमो हैन त्यो जेनेरेटरहरू छ, त्यसले चाहिँ विद्युत उत्पादन गरेर सबै घर घरमा चाहिँ यतातिर यसरी पुगाउँछ। त यो कुलोबाट पनि बिजुली उत्पादन हुँदो रहेछ है, बुझ्नु साथी हो।